x such that x is a natural number अरे नेचुरल नम्बर भन्दैछ नेचुरल नम्बर हो भने हामीलाई के थाहा छ भन्दा नेचुरल नम्बर स्टार्ट्स फ्रम 1 2 3 एन्ड सो अन है त त्यसोभए 1 देखि माथि जति पनि लैजान मिलो उले यहाँनेरि हामीलाई तोकेको छ अप टु 15 भनेको 15 सम्म लेख्न मिलो त्यसोभए फर्स्टमा हामी लिस्टिङ गरौँ यहाँनेरि म साइडमा लिस्टिङ गर्दै छु यिनेरि गर्दा पनि हुन्छ u is equals to 1 2 3 4 15 सिमिलरली यहाँनेरि a भनेको छ अब a लाई बुझौं सुरुमा a भनेको के हो x such that x is greater than or equal to यसरी जस्तै x is greater than or equal to 6 भनेको छ अब यहाँनेरि तपाईले के बुझ्ने भन्दा यदि तपाईसँग कन्सेप्टै छैन भने नि के बुझ्नु भन्दा यो x चाहिँ यो जुन छ नि पोइन्टतिर यो चुच्चोपट्टि जुन छ त्यो सानो हुनु पर्यो यो चुच्चोपट्टि जुन छ सानो हुनु पर्यो x भनेको चाहिँ वाइडर पार्टमा छ यो चाहिँ के हुनु पर्छ भन्दा ठूलो हुनु पर्छ है यो चाहिँ तपाईको के हुनु पर्छ भन्दा स्मलर हुनु पर्छ सो 6 भन्दा ठूलो लेख्छौं अब यहाँ 6 पनि लेख्न पाइयो किनभने यो जुन साइन छ नि तलको यो साइन छ भने यो पनि लेख्न पाइन्छ छैन भने लेख्नु परेन 6 7 8 9 10 11 12 13 14 र 15 भन्दा माथि क्रस नगर्नु किनभने युनिभर्सल सेटमा 15 सम्म छ 15 सम्म जाने त्यो भन्दा माथि जानु परेन अब बी नम्बरको पनि हेरौं है त बी नम्बरमा पनि के भन्दै छ भन्दा x is less than or equal to 10 भनेको छ यहाँनेरि ग्रेटर देन or equal to 6 भनेर यसलाई मैले पढे यसलाई चाहिँ म x is greater than or equal स्मलर देन or equal to 10 भनेर पढ्दै छु यहाँ हेर्ने अघि मैले के भने यो चुच्चो जतापट्टि छ त्यो चाहिँ सानो हुनु पर्यो त्यसोभए यहाँनेरि x चाहिँ 10 भन्दा के हुनु पर्यो सानो हुनु पर्यो अब यहाँनेरि तल or equal to को पनि साइन छ त्यसोभए 10 सम्म जान पाइयो त्यसोभए कति लेख्ने 1 2 3 9 र 10 अब सी नम्बरमा जाउँ सी नम्बरमा के भनेको छ सी नम्बरको क्वेशनले चाहिँ तपाईलाई x चाहिँ बिचमा छ अनि यो 8 र 13 यो 13 चाहिँ के छ साइड साइडमा छ अब यसलाई बेसिकली के बुझ्ने भन्दा x भनेको चाहिँ 8 भन्दा ठूलो अरे अनि x भनेको चाहिँ 13 भन्दा सानो अरे x चाहिँ 8 भन्दा ठूलो x चाहिँ 13 भन्दा सानो अब यहाँनेरि लेस देन और इक्वल टु वाला साइनहरु छैन इक्वल टु वाला साइन नभएपछि 8 पनि लेख्न पाइएन 13 पनि लेख्न पाइएन त्यसैले कति लेख्ने 9 भनेको 13 के रे 8 भन्दा ठूलो हो 10 पनि 8 भन्दा ठूलो हो 11 पनि 8 भन्दा ठूलो हो 12 पनि 8 भन्दा ठूलो हो तर यी सबै नम्बर चाहिँ 13 भन्दा के पनि हो सानो पनि हो 8 भन्दा ठूलो 13 भन्दा सानो 9 10 11 12 अब यति गरिसकेपछि हाम्रो लिस्टिङ भयो अब फर्स्टमा हामी के निकाल्छौं भन्दा बी युनियन सी निकाल्छौं ल बी युनियन सी को लागि सुरुमा बी युनियन सी बी भनेको कति छ 1 देखि 10 बी भनेको 1 2 3 4 7 8 9 10 9 10 11 12 ल अब यति गरिसकेपछि बी युनियन सी भनेर यसलाई सुरुमा यसरी लेखौं अब यहाँनेरि के गर्ने भन्दा युनियन भनेको चाहिँ भयभरको सबै लेख्नै पर्ने हुन्छ त्यसलाई रिपिट चाहिँ नगरौं जस्तै यहाँनेरि रिपिट हुने एउटा 9 छ 10 छ अब यिनीहरुलाई चाहिँ रिपिट नगर्ने अरु भयभरको सबै लेख्दा पाइयो जस्तै 1 2 3 4 5 6 7 8 9 10 11 र 12 कुरो सजिलै छ हैन अब तपाईहरुले एकचोटी यो ट्राई गर्नु होला ए युनियन बी ट्राई गर्नु होला अब यसो चाहिँ मैले आन्सर यहाँनेरि लेखिन ट्राई गरेर कमेन्ट बक्समा कमेन्ट गर्नु होला त्यहाँनेरि म राइट र रङ भनिदिन्छु अहिलेको लागि हामी सो अब यो गर्नको लागि के गर्ने भन्दा ए भनेको त हामीलाई थाहा छ 6 देखि 15 सम्म 6 7 8 र 15 बी भनेको सो अब के गर्ने भन्दा यहाँ सुरुमा ब्र्याकेट भित्र a - b छ a - b निकालौं यसलाई म माइनस भनेर पढ्दै छु तर यसलाई a डिफरेन्स b भनेर पढ्छौं है बेसिकली a डिफरेन्स b सो 6 से ल अब यहाँ मिल्ने उडाइदिम 6 6 7 7 8 9 10 8 9 10 अब यहाँ उब्रेको अगाडि उब्रेको मात्रै लेख्ने पछाडी उब्रेको लेख्नु हुँदैन माइनस डिफरेन्स गर्दा जहिले पनि त्यसोभए यहाँनेरि कति आउँछ भन्दा 11
12 13 14 र 15 भयो। a माइनस b आयो। अब यहाँ a माइनस b को के छ भन्दा ड्यास छ, यो भन्नु र यो भन्नु सेम हो है। कम्प्लिमेन्टलाई नै यसरी पनि लेख्ने गरिन्छ, कहिलेकाहीँ a कम्प्लिमेन्टलाई यसरी पनि लेख्छ, यसरी पनि लेख्छ, कहिलेकाहीँ यसरी पनि लेखेको हुन्छ। तिनटै भनेको कम्प्लिमेन्ट हो। कम्प्लिमेन्ट छ भने के गर्नुपर्छ, u सँग माइनस गर्नुपर्छ, a माइनस b है। त्यसो भए यहाँनिर u भनेको त हाम्रो 1 देखि 15 सम्म अलरेडी छँदैछ। सेम यही प्रोसेसबाट स्टार्ट गर्नुहोस् है, ट्राई गर्नुहोस्। u भनेको कति आउँछ भन्दा, अनि माइनस a माइनस b भनेको हामीले कति निकालेको छौँ, 11 12 13 14 र 15। अघि हामीले गरे जस्तै के गर्ने, मिल्ने मिल्ने काट्ने, 11 12 13 14 15 15 14 13 12 र 11। ल यति गरिसकेपछि अब यहाँ बाँकी कति रह्यो हामीसँग भन्दा 1 2 3 हुँदै कहाँसम्म 10 सम्म बाँकी रह्यो। यो हाम्रो एन्सर। अब यो गर्नको लागि पनि सजिलै छ। सुरुमा हामीलाई a युनियन b चाहिन्छ। a युनियन b भनेको अघि हामीले एक्सरसाइज मैले अघि गर्न दिएको थिएँ है, त्यहाँ गर्नुभएको छ अनि एन्सर निकाल्नु भएको छ। यहाँनिर चेक गर्न सक्नुहुनेछ तपाईले। यहाँबाट स्टार्ट गर्दाखेरि a र b मा भएको जति सबै चाहिन्छ है। 1 देखि 10 सम्म यहाँ सबै छ, 6 देखि 15 सम्म यहाँनिर सबै छ भनेपछि a युनियन b भनेको 1 देखि 15 सम्मै हुन्छ। त्यसो भए हाम्रो बेसिकली एन्सर a युनियन b भनेको कति रहेछ त, सम्मै हो है। यो चाहिँ तपाईको राइट एन्सर हुन्छ। अब यहाँनिर c छ। त्यसो भए नाउ यहाँ ब्र्याकेट भित्रको जहिले पनि सुरुमा गर्ने, त्यो बोर्डमास रुल भन्छौँ नि हामी। यहाँ ब्र्याकेटको सुरुमा सबैभन्दा अगाडि ब्र्याकेटको गर्नुपर्छ। यहाँ पनि सेम त्यही हो, ब्र्याकेटको सुरुमा गर्नै पर्यो। नाउ a युनियन b इन्टरसेक्सन c। ल a युनियन b भनेको 1 2 3 13 14 15। त्यसै गरेर इन्टरसेक्सन c भनेको कति थियो, c भनेको 9 10 11 12। c भनेको 9 10 11 र 12, 9 10 11 र 12। ल अब यहाँ के गर्ने भन्दा यो इन्टरसेक्सनको साइन हो है, इन्टरसेक्सनले मिल्ने मिल्ने मात्रै खोज्छ। त्यसो भए 9 छ, 9 मिलो 10 छ, 10 मिलो 11 11 12 12। त्यसो भए बेसिकली 9 देखि 12 सम्म 11 सम्म मिल्ने रहेछ, 12 सम्म मिल्ने रहेछ। हाम्रो यसको एन्सर कति आउँछ, a युनियन b इन्टरसेक्सन c भनेको 9 10 11 र 12 आयो। यो चाहिँ बेसिकली हाम्रो के भयो भन्दा एन्सर भयो। अब यहाँसम्म तपाईहरुले गर्दै हुनुहुन्छ र बुझ्दै हुनुहुन्छ भने अब तपाईहरुले चाहिँ यो क्वेशन एकचोटी आफूले ट्राई गर्नु होला। यसको सल्युसन अभियसली हामी अर्को भिडियोमा हेर्नेछौँ। सो यहाँनेरि हामीले एउटा क्वेशन हेर्न सकिन्छ, व्हिच इज करेक्ट फर a इज इक्वल्स टु x सच दैट x भनेको चाहिँ x इज ग्रेटर देन अर इक्वल टु 8, x इज लेस देन अर इक्वल टु 12। अब यसको सही एन्सर चाहिँ कुन हुन्छ है, गेस गर्नु होला। सो द करेक्ट एन्सर इज दिस। यो किन भन्दा जस्तै यहाँनेरि 8 र 12 दुईटै मैले इन्क्लुड गर्नुको मेन कारण यहाँ लेस देन अर इक्वल टुमा इक्वल टुको साइन पनि छ है। अघि हामीले एउटा क्वेशन यहाँनेरि कहाँ हेरेका थियौँ भन्दा सी नम्बरकोमा, सी नम्बरमा हाम्रो यहाँनेरि तल केही छैन, त्यही भएर हामीले यहाँनेरि 8 र अनि यहाँनेरि 13 मा पनि त्यो साइड नभएको कारणले 13 इन्क्लुड गरिएन भनेको थियो है। अब यहाँनेरि भएको भए चाहिँ हामीले 8 र 13 दुईटै यसमा पनि इन्क्लुड गर्नु पर्थ्यो, लाइक दिस क्वेशन। यो क्वेशनमा यो छ, त्यही भएर हामीले यसमा इन्क्लुड गरेका छौँ। सो ओके, सो अब क्वेशन नम्बर 12 मा हेरौँ। क्वेशन नम्बर 12 मा चाहिँ यो खालको एउटा मात्र क्वेशन म गरिदिँदैछु है, अलिकति लामो पनि हुन्छ, भेरिफाई गर्न पनि सजिलो गर्नुपर्ने हुन्छ। सुरुमा यसको चाहिँ लिस्ट गरौँ। u भनेको 1 देखि 12 सम्म भनेपछि 1 2 3 4 5 12 सम्म छ, बिचमा यो 9 10 11 सबै हुन्छ। a भनेको फ्याक्टर अफ 12, फ्याक्टर अफ 12 भनेको चाहिँ तपाईले 12 लाई मल्टिप्लाई डिवाइड जान सक्ने के छ त्यसले गर्नु। जस्तै 1 ले जान्छ, 2 ले जान्छ, 3 ले जान्छ, 4 ले जान्छ, 6 ले जान्छ अनि 12 ले जान्छ। b भनेको मल्टिपल अफ 3, मल्टिपल अफ 3 भन्ने बित्तिकै के गर्ने भन्दा 3 को मल्टिपल लेख्ने। 3 को मल्टिपल भनेको जस्तै 3 1 जा 3, 3 2 जा 6, 3 3 जा 9, 3 4 जा
12 अब 12 भन्दा माथि चाहिँ किन नगएको भन्दा युनिभर्सल सेटमा त्यही 12 सम्म मात्रै छ त्यही भएर सी को अलरेडी लिस्ट गरिदिएको छ 1 2 3 4 6 8 9 र 10 अब मैले यहाँनेर एलएचएस र आरएचएस लाई भेरिफाई गर्नुपर्ने हुन्छ है म यहाँनेर 1 को गर्दै छु ए युनियन बी इन्टरसेक्सन सी अलिकति सानो गर्छु सुरुमा यो जुन छ नि ब्र्याकेट भित्रको त्यसलाई गर्नुपर्ने हुन्छ ल जस्तो भयो यहाँनेर 1 2 3 4 6 12 माइनस सरी माइनस लेखेछु फेरि युनियन अब यहाँ म ब्र्याकेट लाउँदै छु किनभने यहाँ पनि ब्र्याकेट छ त्यसो गर्दा फेरि यहाँनेर कति लेख्छु भन्दा बी भनेको 3 6 9 12 अनि इन्टरसेक्सन सी भनेको यहाँनेर सी भनेको कति छ भन्दा 1 2 3 4 6 8 9 10 ब्र्याकेट क्लोज ल फर्स्टमा चाहिँ यहाँनेर हामीले हेर्नुपर्छ यो भित्रमा चाहिँ ब्र्याकेट भित्रको हेर्नु पर्यो है सुरुमा भित्र चाहिँ यहाँनेर तपाईहरुले हेर्ने यो इन्टरसेक्सनको साइन हो इन्टरसेक्सनको साइन हो भने इन्टरसेक्सनको साइनले के गर्छ जहिले पनि मिल्ने लेख्नुहुन्छ जस्तै 3 मिल्छ त्यसपछि कुन मिल्छ 6 मिल्छ त्यसपछि कुन मिल्छ 9 मिल्छ अरु कुनै मिल्छ मिल्दैन त्यसैले यति नै लेख्दा भयो त्यसैले हामी यहाँ के लेख्छौं 1 2 3 4 6 12 अनि युनियन अब यति सबैबाट हामीले मिल्ने मात्रै लेख्नु पर्ने हो नि त यो गर्दा त्यसैले यहाँ कति लेख्छौं 3 6 9 ठीक छ अब यहाँनेर युनियन छ भने चाहिँ युनियनमा त सबै लेख्नु पर्यो 1 लेखौं 2 लेखौं 3 लेखौं 4 लेखौं 6 लेखौं 9 पनि लेखौं 12 पनि लेखौं कुनै छुटेको छ छैन त्यसैले हाम्रो एलएचएस भनेको कति आयो एलएचएस लेफ्ट ह्यान्ड साइडमा हाम्रो 1 2 3 4 6 9 र 12 आयो है अब आरएचएस को पनि गरौँ आरएचएस को पनि सेम तरिकाले गर्दा फर आरएचएस अब हामीले यहाँनेर हेर्न सक्छौं ए युनियन बी लाई मैले यसरी लेखेको छु यहाँसम्म र एक यसै यहाँ हाइलाइट गर्दिन्छु ए युनियन बी भनेको मैले यति लेखेको छु त्यसै गरेर ए युनियन सी भनेको मैले यति लेखेको छु है अब यहाँबाट हामीले सुरुमा युनियन त हामीलाई निकाल्न आउँछ मिल्ने नमिल्ने सबै लेख्नु पर्छ त्यसैले यहाँनेरबाट दुईटाबाट 1 2 3 4 6 9 12 लेख्ने इन्टरसेक्सन अनि यो येलो हाइलाइट गरेकोबाट पनि युनियन निकाल्नु पर्यो त्यसैले 1 2 3 4 6 8 9 10 12 है अब इधर दुईटाबाट मिल्ने मात्रै लिनु पर्छ किनभने इन्टरसेक्सन छ 1 मिल्छ 2 पनि मिल्छ 3 पनि मिल्छ 4 पनि मिल्छ 6 पनि मिल्छ 4 पनि मिल्छ 6 पनि मिल्छ त्यसपछि 12 मिल्छ त्यसपछि 12 मिल्यो ल त्यसैले यहाँनेर कति आयो त भन्दा 1 2 3 4 6 12 अब यहाँ माथि हेर्नु त सेम भयो भएन दुईटैको त्यसैले हेन्स देयरफोर LHS is equals to RHS अब क्वेशनले भेरिफाइड लेखेको थियो त्यही भएर म यहाँ भेरिफाइड लेख्दै छु प्रुफ लेखेको भए म प्रुफ डे लेख्थे कुरो यति नै हो है ओके सो वी आर ट्राइङ टु डु द भेन डायग्राम है हामीले जुन प्रुफ गरेको छौं त्यसको हामी भेन डायग्राम बनाउन खोज्दै छौं फर्स्ट एन्ड फरमोस्ट के गर्नुस् भन्दा सबै एलिमेन्टलाई चाहिँ म्याप आउट गर्नुस् 1 2 3 4 6 र 12 त्यसै गरेर बी भनेको कति छ भन्दा हाम्रो 3 6 9 र 12 सी इज इक्वल्स टु कति छ 1 2 3 4 6 8 र 9 पनि रहेछ 9 र 10 भयो ल अब हामी के गर्छौं भन्दा भेन डायग्राम बनाउँछौं है त भेन डायग्राम बनाउँदा सुरुमा सबै कुरा चाहिँ चाहिन्छ अलिकति ठुलो बनाउँदै छु म भेन डायग्राम तीनटा डल्लो या भनौं सेट ठीक छ यसलाई एउटालाई ए भनौं एउटालाई बी भनौं एउटालाई सी भनौं अब यहाँनेरि मैले अलरेडी 3 3 3 तीनटैमा मिल्छ 3 लेखौं अरु कुन मिल्छ भन्दा 6 6 6 तीनटैमा मिल्छ त्यसैले यहाँनेरि 6 लेख्ने ए र बी मा मात्र मिल्ने 12 छ 12 लेखौं अनि ल अब यति गरिसकेपछि हामीलाई निकाल्नु पर्ने के थियो भन्दा ए युनियन बी इन्टरसेक्सन सी
अब यसको भ्यालु हामीले कति निकालेको छौँ 1 2 3 4 6 9 12 यति हो यति तीनटामा निकालेको छौँ भनेपछि हाम्रो जुन जुन इलिमेन्टमा हामीले निकालेको छौँ त्यतिलाई चाहिँ हामी के गर्छौँ भन्दा सेट गरिदिन्छौँ अरु बाँकी हाम्रो कुरो यति नै रहन्छ यति गरिसकेपछि हाम्रो भेन डायग्राम पनि सक्यो फेरि एकचोटी भन्दिदैछु जुन जुन एरियामा चाहिँ हाम्रो सेट गरेको के इलिमेन्ट छ हामीले अघि आन्सर निकाल्दा फेरि त्यही एरियामा चाहिँ के गर्ने भन्दा सेट गर्ने कुरो यति नै हो है र हामीले यो भन्दा अघिल्लो भिडियोमा ए कम्प्लिमेन्ट युनियन बी कम्प्लिमेन्ट भन्ने एउटा एक्सरसाइज पाएका थियौं एउटा क्वेशन पाएका थियौं यसको आन्सर चाहिँ कस्तो हुन्छ त भन्दा ए कम्प्लिमेन्ट युनियन बी कम्प्लिमेन्ट ए कम्प्लिमेन्ट हामीलाई अलरेडी थाहा छ 1 2 3 4 र 5 अनि युनियन बी कम्प्लिमेन्ट पनि 2 3 र 5 हामीलाई अलरेडी थाहा छ युनियन छ भने भएभरको सबै लेख्छौं त्यसो भए कति आउँछ 1 2 3 4 र 5 यो चाहिँ हाम्रो आन्सर ओके सी यू इन द नेक्स्ट भिडियो